मर्निङ यहाँहरूलाई स्वागत छ आस्थिङ अफिसियल युट्युब च्यानलमा। आज चाहिँ हाम्रो सोलुखुम्बु यात्राको चाहिँ दोस्रो दिन रहेको छ। हिजो चाहिँ हामी काठमाडौँदेखि सल्लेरीसम्म आइपुग्यौँ भने अब आज चाहिँ हाम्रो यात्रा चाहिँ यो सल्लेरी बजार घुमघाम र साथसाथै आज चाहिँ हामी यहाँबाट लोखिमतिर जानेछौँ। अब यहाँदेखि लोखिमतिर जाने गाडी चाहिँ सायद दिउँसोतिर मात्र पाउँछ होला हैन। अहिले चाहिँ बिहानको 6 बजिसकेको छ र हामी चाहिँ अब उठिसकेका छौँ। यहाँ फ्रेसै भएको छैन, भर्खर उठेको हो हैन। अब हिजो बेलुका चाहिँ पानी परेको हुनाले चाहिँ मौसम चाहिँ एकदम दामी भएको छ। यस्तो दामी मौसम भएको छ। एकचोटि भ्यू देखाइदिन्छु। यो चाहिँ अहिले सोलुको सल्लेरी बजार। मौसम चाहिँ पुरा खुलेको हुनाले चाहिँ भ्यू चाहिँ कस्तो दामी आछ। अब आज माथि फाप्लुतिर नि जम्ला हैन। फाप्लुतिर गएर चाहिँ हेरौँ कस्तो देखिन्छ। अब आज चाहिँ यतातिर घुम्नुपर्छ अनि त्यसपछि दिउँसोतिर लोखिम जाने हो। मौसम सफा भएको कारणले चाहिँ त्यो माथितिरको डाँडा कस्तो दामी देखेको छ क्या। त्यो सल्लेरी बजार एकदमै राम्रो रमणीय रहेछ। सोचेको छु भन्दा नि दामी है। मैले चाहिँ यस्तो खतरा होला हैन, यस्तो सफा होला अनि यस्तो त्यो डेभलप हैन, पुरै खतरा खतरा बजार होला जस्तो चाहिँ सोचेको थिएन। त्यो चाहिँ राम्रो रहेछ, सबै कुरो रहेछ क्या। अब चाहिँ हामी बिस्तारै फ्रेस हुन्छौँ र फ्रेस भएर चाहिँ चिया खान जान्छौँ र त्यसपछि यहाँभित्रको बजार यसो हेर्नेछौँ। सोलुखुम्बु यात्रा गरेको दोस्रो चाहिँ र अहिले चाहिँ हामी बिहान सोलुखुम्बु बजार घुम्दैछौँ र अहिले चाहिँ हामी सोलुखुम्बु कौमुदी क्याम्पस जान लाग्छौँ। यहाँबाट सिधै हुन्छ होला त्रिशुली भाइ। अब हामी त सोलुखुम्बु क्याम्पस घुम्न जाने बाटो त्यस्तो छ। यहाँ चाहिँ यसो अनुगाउँ जस्तो होइन। पारेको डाँडा चाहिँ अहिले बिहान भएर एकदम खुलेको छ, हिजो बेलुका पानी परेर है। र यहाँ चाहिँ थुप्रै रहेछ ब्याङ्क छ, प्राइम ब्याङ्क, नेपाल ब्याङ्क, एनएमबी ब्याङ्क, वाणिज्य ब्याङ्क। ब्याङ्कहरू त भयभर के छ नि, सबै रहेछ यार। अब एकचोटि माथि सोलु क्याम्पस गइसकेपछि सोलु क्याम्पसको अवलोकन गरौँला। यो चाहिँ जिल्ला प्रशासन कार्यालय। ठ्याक्कै अहिले हामी चाहिँ त्यही सोलुखुम्बु क्याम्पसमा आइपुग्यौँ। बाफ्रे, यो चाहिँ बवाला छ अहिले बिहानीको पख। अब हामी चाहिँ जाने त्यही सोलु क्याम्पसको छेउमा जान्ला हो। त्यहाँनिर अब एकछिन हेरौँ के छ। ल अब हामी चाहिँ लोखिमको लागि पर टुकटुके लोखिमको लागि जाँदैछौँ। यहाँ चाहिँ हामी पुरै भिजिसकेका छौँ। आमामामा कस्तो पानी पर्दै क्या लास्टमा है। घिउ त त्यसो त यो त होइन न, छुर्पी आधी किलोमा कतिवटा जति जाँदा आधी किलो जोगिदिनु न। आधी किलो जोखौँ 50-50 गरौँला। धेरै पर्दैन जस्तो लाग्यो क्या। यहाँको लोकल छुर्पी पाउने ठाउँ। ल अहिले चाहिँ ठ्याक्क मौसम पनि खुलेको छ। हिमाल पनि अहिले चाहिँ बबाल देखाइदियो नि त। त्यो लुक ना फाप्लो होइन, त्यो माथिको त्यो तलको यो बजार चाहिँ फाप्लो बजार भयो र त्यो माथि चाहिँ हिमाल अब बिस्तारै बिस्तारै खुल्दैछ। मौसमले सफा दियो भने, साथ दियो भने चाहिँ सायद खतरा देख्छ होला। बबाल यार। अहिले चाहिँ हामी 0 पोइन्टमा, यो चाहिँ 0 पोइन्ट। हामी चाहिँ लोखिमको गाडी कुरिरहेको, गाडी आइपुगेको छैन। उसलाई हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी यो जोरबौद्ध चाहिँ किनभने दुईवटा जोर छ, यहाँ जोडी छ हो नि त, जोडी रहेछ नि त। जोडीवाला रहेछ नि त, त्यही भएर जोरबौद्ध भनेको रहेछ। ल जोरबौद्ध आइपुग्यो र यहाँबाट चाहिँ अब हामी लोखिमको गाडी चढ्न लागिरहेका छौँ। यो त दुईवटा जोडीवाला बौद्ध भएको कारणले गर्दाखेरि चाहिँ जोरबौद्धै भनेको हुनुपर्ने
मेरो गेसिङ हो। अब हेर कस्तो लागिरहेछ त तँलाई? एकदम रमाइलो। अहिले चाहिँ मौसम सफा हेर है, क्या मस्त देखियो क्या सिन चाहिँ। यो चाहिँ दुईवटा मौरो भयो अरे, जोर मौरो भन्यो। त्यही त मेरो अनुमान सही निस्किएछ। रमाइलो भइरहेछ होइन। अनि हिजो सल्लेरीको बसाइ पनि एकदमै रमाइलो भयो र आज बिहान पनि एकदम रमाइलो हो। हाम्रो सोलुखुम्बु बहुमुखी क्याम्पसको क्याम्पस चिफ सर उद्धव सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छ। हामीलाई यति साह्रो एकदमै हाम्रो बसाइ खाना सबै एकदमै राम्रो गरिदिनु भएकोमा। अब आशा छ फेरि पनि उहाँलाई भेटघाट हुनेछ काठमाडौँ आइदियो भने, र नेक्स्ट टाइम अब फेरि सोलो आइदियो भने चाहिँ फेरि पनि उहाँसँग भेटघाट हुनेछ। सरलाई यही भिडियो मार्फत चाहिँ हामी एकदमै धेरै धन्यवाद दिन चाहन्छौँ है। अनि अब आजको हाम्रो यात्रा भनेको चाहिँ यहाँदेखि लोकिमसम्म हो। अब अघि यहाँ गाडी कुर्दैछौँ। अब पुग्ने चाहिँ बेलुका राति नै हो होइन। बाटोको यात्रा हेरौँ कस्तो छ। बाटो चाहिँ कच्ची बाटो हो। हामी सिधै लोकिममा गइसकेपछि त्यसपछि हेरौँला लोकिमको सिनेरी। अब आज त के राति देखिन्छ है। एउटा खुट्टा यो मुनिबाट लैजा। मनको सुरु भएको छ लोकिमको। ड्राइभर दाइले प्रसिङ मैले 22 जना चाहिँ लोकिम पुरा काखमा ठुलो बसको जति हो यिनीहरूको अन क्यापासिटी 3000 सीसी होइन, अर्को 3800 मात्रै हो। तीस बोरा आलु 30 केजीकोमा, अनि त्यसपछि 10 जना मान्छे हालेर टिरिक्कै हुन्छ। एक दिशा त जाओस् न।
बिक्री घर पुग्यो बाटोको यात्रा कस्तो भयो त्यो नि भन्दैन गजब रमाइलो विवाहको सम्पूर्ण तयारी लगभग भइसकेको अवस्था छ यो चाहिँ दुलाको घरमा हो हामी अब यहाँ चाहिँ अब दुला चाहिँ आज दुलै लिन गएको छ भोलि आइपुग्छ अनि हामी चाहिँ घर आइपुगिसकेका छौँ यो चाहिँ प्रवेश रहेछ नि त भोलिको लागि गेट प्रवेशद्वार ल अब हामी चाहिँ अब कति लगभग 10 बज्यो होला है दिदी ठ्याक्कै 10:15 भइसकेछ उताबाट 4:30 तिर हिँडेको 10:15 मा आइपुग्यो अब खानपिन गरेर आज आराम गरिहाल्ने हो साह्रै थाकिएको छ त्यही भएर ल लाली गुराँसको